Hello everyone, welcome back to my channel after so long time पछि आज चाहिँ म एउटा मिनी ब्लग बनाउन गइरहेको छु। आज मेरो ब्लग चाहिँ के को भन्दा के न के को ए थमिनु नि सक्दिन ओके गाइज म चाहिँ बाहिर निस्किसकेँ हैन। यहाँ एकजनालाई पर्खेको कमिनी कुत्ती कहाँ गए आउँदै आउँदैन पछाडि को छ। यसो शीतल मौसम भएको बेला डुल्न गइहाल्नु पर्थ्यो। अब एकछिन त मैले त्यही रन खनिनु पर्ला एट अल फर्स्ट। ल गाइज हामी चाहिँ इभिनिङ वाकको लागि लागिसकेको छौँ। मैले पर्खिँदा आधी घन्टा पर्खिसकेपछि यो एकजना केडी हाहा आइसकि। म चाहिँ सिडी चढेर जाँदैछु गाइज। यो मेरो पछाडि देखिएको चैनपुर बजार भन्दा नि यता अलिकति अफिस एरिया छ हैन। अब म उकालो चढ्न थालेपछि स्यास्या हुन्छु। Oh no, please don't fight. I'm telling you guys. ब्रिटिश एक्सेन्ट निस्किन्छ नि फेरि। ल गाइज यहाँबाट देख्न सक्नुहुन्छ एकदमै सुन्दर दृश्य चैनपुर बजारको। हामी त्यहाँबाट यहाँ आयौँ। ल यही हो गाइज, यो सिरिज कहिले फुल्छ तब राम्रो हुन्छ हैन। वाउ क्षितिज पारी बादलसँगै उडौँ उडौँ। अच्छा सुगर त के हुन्छ है। ओ माय गॉड वाउ कस्तो दामी देखेको। यहाँ पर मेरो भेना चाहिँ जे पाए ती भन्दै हुनुहुन्छ। म चाहिँ सुन्दिनँ जस्ट इग्नोर गरेर हिँड्दैछु हैन। यता माथि चाहिँ उ छ है सन पार्क। म त्यहाँ चाहिँ जाँदिनँ अहिले। हाम्रो भ्लगमा चाहिँ दुईजना सुन्दरी मिसहरू आइसक्नु भएको छ। मुडे छेउमा होइन कहाँ पो धनकुटा ए अघि कहाँ भर्खर टिकटक देखेको थिएँ। ऊ त हो भेडेटार मुनि हो त्यो त। त्यहाँ भाइरल लगाइ चाहिँ यति दामी भ्यूमा को चाहिँ आउँछ होला के इभिनिङ वाक। को चाहिँ आउँछ होला होइन, को चाहिँ आउनु मन गर्दैन होला हेर्नु न। म त डेली आइन भने मेरो सासै खुस्केला जस्तो हुन्छ क्या। ओ माई गड वाउ देखिरहेको यहाँबाट चाहिँ जादु निस्किनु अरे क्या। अब यसले कति धेरै टिकटक भिडियो बनाउने हो। यो हाम्रो इभिनिङ वाक हो कि के हो मलाई थाहा भएन। अब फटाफट हिँड्नु पर्यो है। हामीले हिजो नै के खाइसक्यौँ कफी चिया पेय पदार्थ सबै थोक हिजै खाइसकेको। आज त हामी केही पनि नखाने यतिकै हिँड्ने मात्र क्या। सधैँ गयो क्याफेमा बस्यो अनि हिँड्नै पाइँदैन पानी पर्छ के हुन्छ है। अब ऊ टिकटकमा बिजी म एक्लै यता बकवास गर्दै हिँडिरहेको छु। मेरो बकवास सुन्दिनु होला एन्ड डु सब्सक्राइब माई च्यानल ओके। अम्म कस्तो क्या हिन्दी सिरियलको मेन हिरोइनिक क्यारेक्टर जसरी आउँदैछ लेला मेलेला। फेरि लुक्यो के गर्नु गाइज यस्तै रहेछ। लभ परेपछि सिधा हेर्दैन। ल गाइज म चाहिँ मेरो भ्लग यहीँ एन्ड गर्छु। पर कुनै राम्रो सिनहरू आयो भने म एड गर्छु। बाई बाई।